भाउजू ल म चाहिँ कहाँ नगएँ त्यो बुवालाई टाइम टाइम औषध खुवाउनु है बुवाले खानुहुन्न अहिले विचार गर्नु थियो है हुन्छ बाबु हुन्छ गरेकै त छ नि बाबु हामीले गइरहेको छौँ राम्रो छ पुगेपछि फोन गर्नु ल एकतालि ल भाउजू ल ल हस् हस् बाबु हस् हस् 2 दिन आउने क्या फुर्ती हामीले नगरेर बुढाबुढीको स्याहार छु छ ए साने तेरो काकालाई काठमाडौँ जानुभयो जा भुसिलेर सक्दिनँ म अहिलेसम्म बाले लाँदा भएको थियो आज मैले लानु पर्यो बाले लान्छन् उहाँ बाको माया गर्नु भनेर छोरो काठमाडौँ गएको नि जेसै गर्छ ल म बाला भन्दिउँ ल ए बुवा 2 बजीसक्यो भैँसी लिएर जान्छ खोलातिर कहाँको बुझ्दै मलाई दमबाट श्वास नभएर चाहिँ भन्छु ला के का दम भनेर सुख पाइन्छ म पनि मलाई दम भयो भनेर सुत्दिउँ त म त्यस्तो ठै काम जान्दिनँ है बुवा खुर्क भैँसी लिएर जानु यसले गालो फुटेर दिन्छु त्यो बोल्ने तरिका ओ केही पनि कामहरू नसकिनु भयो गोठतिर भिन्दै बस्छ भयो नि बा मेरा छोराले त अहिलेसम्म केही भन्न सकेको छ है नाति भएर व्रत बोल्छस् म च्याक्दम मुख च्यात्ने रे तपाईँलाई कसले पाले थाहा छ नि बुवा के रे मेरो भाइको मुख च्यात्ने रे के हो बुवा तपाईँले मेरो भाइलाई देखिन नसकेको हो फेरि यो जान्ने भाइ काम नगरी खाना पाइछ त भाइले भनेको कुरा ठिक छ मैले तोरो भाइलाई के भनेको छु मलाई थाहा छ मैले सब एक एक गरी सुनिरहेको छु किन किन के को हल्ला हल्ला हो यो हेर्नु त मामी बुवाले भाइलाई कुट्नु पर्छ यसरी कुट्न पाइन्छ भाइलाई होइन है बुवा तपाईँले कति टोकासा गर्नुभएको मेरो बाल हाछराले के भन्नु त तपाईँलाई तपाईँ पनि अति गर्नु त हिजोसम्म हेरिरहेपछि आज दम बढा त आफूले सके काम त गर्नु परिहाल्यो नि एकदमै के तिमी उफ्रेको तिम्रो छोरा मैले के भने तपाईँले बेसरी गाली गर्नुभएको मेरो छोरीलाई कुरै नबुझिकन के उफ्रिनु कुरो मैले मजाले बुझेको छु बुवा तपाईँले भिन्नै बस्न खोज्यो भिन्नै बस्नु ए भाइ हिँड तँदा कामर सुत्छु यस्ता मलाई सन्तान हुनु भन्दा नभएकै जाति भयो बुढेसकालमा मलाई रुवारै छोडे कता जानु